हेलो सबैजनालाई गुड मर्निङ। तपाईँहरू आशा गर्दछु तपाईँहरू सन्चै हुनुहुन्छ भने अनि म पनि सन्चै छु है। सन्चै भन्दामा पनि मेरो चाहिँ पुरा दाँत दुखिरहेको थियो आज बिहानदेखिकै है। अनि त्यहाँबाट उठेर मैले ब्रसहरू मजाले गरेँ साथीहरू है। त्यहाँदेखि मैले फाइनली मैले ब्रस गरिसकेँ अनि अब चाहिँ मेरो बारी आयो मुख धुनेको है। त्यहाँदेखि चाहिँ मैले मजाले मुखहरू धोएँ साथीहरू। अब यस्तै छ है, बेङ्गलोरको लाइफ यस्तै हुन्छ साथीहरू। अनि आजको दिन चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो। म त पानी त डेली पर्दैछ है, तर आज चाहिँ यहाँनिर नरिवल कस्तो मजाले परिरहेको थियो। दिन चाहिँ यस्तो भइरहेको थियो। अनि फाइनली म चाहिँ चिया बनाउनको लागि आएँ। अनि मैले चिया बनाएर मैले चिया खाइसकेँ साथीहरू है। त्यसले मैले चिया खाएर चाहिँ मैले भाँडा धुनेतर्फ लागेँ साथीहरू है। मैले मजाले भाँडासाँडा धुइदै पारेँ साथीहरू। नै तपाईँहरूको गाउँतिर कस्तो भइरहेको छ दिनहरू कमेन्ट्सहरू गर्नुहोस् है। यहाँ त पानी पर्छ रोकिन्छ है, यस्तै भइरहेको छ दिनहरू, पानी पर्दै उयो गर्दै अनि यस्तै भइरहेको छ साथीहरू। दिन चाहिँ यहाँ बेङ्गलोरको चाहिँ मौसम के भएको छ है। यो मौसममा चाहिँ बिमारहरू पनि हुनसक्छ हो, त्यही भएर जोगिनुपर्छ है। पानीहरू पुरा आउँदै फेरि घाम लाग्छ फेरि पानी पर्छ, त्यस्तो भइरहेको छ अहिलेको दिन चाहिँ हो। अनि यो पानी चाहिँ राम्रो होइन है हाम्रो लागि, भिज्नुहरू त्यति साह्रो हुँदैन है। त्यहाँदेखिको म आएँ यता किचनमा भाँडा थन्काउनु पर्ने साथीहरू है। मैले चाहिँ मजाले कपहरू चाहिँ त्यहाँ मुनि राखेँ अनि यता भाँडाहरू मैले थन्काएँ साथीहरू होइन। अहिले मैले भाँडासाँडा थन्काएर साथीहरू मैले किचन पुसपास गरेँ किचनमा मजाले। त्यहाँबाट मेरो फाइनली मेरो किचनको काम चाहिँ सक्यो भन्दामा पनि हुन्छ होइन। यो बट्टाहरू पनि मैले यता मिलाएँ, पुरा च्यालाम्ल्याम भइरहेको थियो भएर मैले मजाले मिलाएर चाहिँ ससानिक मैले पारिसकेँ। यसलाई पनि मैले टक्कै यता राखेँ होइन साथीहरू। सो मेरो रुमको चाहिँ हालत पत्र गइरहेको थियो अनि म रुम बढाल्नतर्फ लागेँ। रुम मैले मजाले है बढाल पुरा गरेर पुसिसकेँ। पुसेर चाहिँ मैले आफ्नो लुगा पटाउनु थियो है, त्यो लुगाहरू मैले मजाले पटाएँ साथीहरू है। लुगा चाहिँ मैले धोएर सुकेको थिएन नि त, 2 दिन भएको थियो अनि आज नै सुक्यो। अनि आज उठाएर चाहिँ मजाले उयोहरू गरेँ, लुगाहरू मजाले पटाएर त्यहाँदेखिको चाहिँ मैले राखेँ। के साथीहरू होइन। सो मैले चाहिँ यस्तो हुन्छ है, अब चाहिँ कामहरू यसरी गरिरहनुपर्छ होइन। एक दिन छुट्टीमा यसरी कामहरू गरेर बस्नुपर्छ साथीहरू है। चाहिँ मैले चाहिँ फाइनली मैले लुगा चाहिँ पटाइसकेँ अनि मेरो भित्रको काम पनि जति सक्दो सक्यो। त्यहाँबाट चाहिँ मैले बेड पनि मिलाइसकेँ साथीहरू है। अनि अब चाहिँ मेरो काम चाहिँ नुहाउने होइन। म नुहाइसकेँ फाइनली, नुहाएर मैले लुगाहरू धोएँ। मैले टाउको चाहिँ नुहाएको थिइनँ किनभने हिजो मात्रै टाउको नुहाएको नि त बेलुकाखेरि सुत्ने बेलामा, त्यही भएर बिहान नुहाउँदिनँ भनेर चाहिँ मैले टाउको नुहाइनँ साथीहरू। त्यहाँदेखि मैले मजाले आफ्नो कपाल कोरेँ है। फेरि कस्तो कपाल झर्छ साथीहरू भन्नुहोस् न, आम्मामा कपाल त झरेर है उयो हुन्छ, कस्तो नराम्रो कपाल झर्छ यस्तो भइरहेको छ। कपाल चाहिँ झरेर अनि सो फाइनली मैले कपालहरू पनि कोरिसकेँ। अनि मैले त्यहाँबाट म चाहिँ एकछिन यस्तो तल जान्छु भनेर उयो दोकान गएर आएँ। त्यहाँबाट आएर चाहिँ मैले सब्जी बनाउनुतर्फ लागेँ साथीहरू है। सब्जीमा चाहिँ मैले के बनाएँ भन्दा चाहिँ प्याज टमाटर मैले मजाले काटेँ अनि लसुन पनि मैले काटेँ साथीहरू है। चाहिँ मैले प्याज काटेको, त्यहाँदेखिको चाहिँ यतापट्टि चाहिँ छ लसुन होइन, लसुन पनि मैले मजाले काटेँ। अनि भात चाहिँ मैले अगाडि बसाइरहेको थिएँ, त्यही भएर चाहिँ मैले यसमा हालेँ तेल होइन। तेल हालेर मैले हालेँ प्याज हालेँ। त्यहाँदेखिको मैले यसमा लसुन हालेँ है साथीहरू। त्यहाँदेखिको मैले मजाले चलाइदिएँ होइन। मजाले चलाएर त्यहाँदेखिको चाहिँ मैले यसमा हालेँ झिँगे माछा। अनि तपाईँहरू कसलाई यस्तो मनपर्छ प्याज झिँगे माछाहरू हालेको चटनी बनाएर खानु, मलाई चाहिँ पुरा मनपर्छ, त्यही भएर मैले चाहिँ यसरी बनाएर खाएको साथीहरू। अनि मैले यसमा टमाटर पनि एड गरिदिएँ है, एक्लै त हो जस्तो खाँदा पनि हुन्छ भनेर मैले यसमा हालेँ नुन। अनि नुन हालेर त्यहाँदेखिको चाहिँ हालेँ मैले रङ खोर्सानी र हल्दी है। पछि मैले मजाले चलाएँ
अनि मजाले चलाएर चाहिँ त्यहाँबाट चाहिँ मैले यसमा थोरै पानी एड गरेर मैले मजाले चलाएँ साथीहरू। त्यहाँदेखिको चाहिँ मैले यसलाई छोपिदिएँ। फाइनली मेरो खाना पनि रेडी भइसक्यो है। मैले खानु पनि थालेँ साथीहरू होइन। यो खाना खाइन्जेल है तपाईँहरूलाई एकदमै मिठो भएको थियो। तपाईँहरूले पनि एकताल ट्राई गरी हेर्नुहोस् है। अनि मेरो भिडियो तपाईँहरूलाई मन पर्यो भने तपाईँहरूले लाइक, फलो, सेयर, सब्सक्राइब सबै गरिदिनुहोस् होला साथीहरू है। जति सक्दो चाहिँ मलाई फलो गरिदिनुहोस् अनि है मेरो भ्युज बढाइदिनुहोस् साथीहरू है। थ्याङ्क यू आजको भिडियोमा